गाइजहरू वेलकम छ मेरो ब्लगमा हजुरहरूलाई। आज चाहिँ हामी चट्ट मोमो खाने प्लान गरिरहेको थियौँ अनि साथीहरू सर्ट टर्म लिएर सब काम आफ्नो काम गर्दैछ। हाम्रो रोमन सर प्याज काट्दै, यता गौरव दाई चाहिँ किमा बनाउँदै थियो। यता चाहिँ किमा चाहिँ हामीले यता पसलमै बनाइदियो भनेको थियौँ, त्यहाँ खोइ हात के भएर पसलेको बनाइदिएन छ। यता हार्बिज दाई चाहिँ चट्ट लाएर फेरि मोमो के अरे पिठो मुस्दै हुनुहुन्छ है। अहिले मैले मुसाइती गिलो भएछ अनि फेरि डबल मुस्नु पऱ्यो चाहिँ। मैले खासै मुख्नु मलाई आउँदैन थियो कि के कसरी कतिको साह्रो बनाउनुपर्छ गिलोमा पर्छ भनेर। अनि त्यसरी बिद्दाले बनाउँदैछ चट्ट किमासिमा सब मोलेर हामी चाहिँ चट्ट लागिसक्यौँ है। हामी चाहिँ त्यहाँ के अरे पसलमा रेडी हल्का सामान रेडी गरेर हामी चाहिँ यता गाउँभन्दा यता डाँडामा गएर मोमो बनाएर खाने प्लान गरेर हिँड्दै थियौँ हामी चाहिँ होइन। दाइहरू सबै सट्ट लाएर हामी 2-3टा बाइकमा हामी 5-6-7जना जाँदैछौँ हामी चाहिँ। चट्ट आज फेरि भ्यू पनि दामी देखिरहेको छ कि डाँडातिर त। फेरि हामी जाँदै बाटोमा चाहिँ चण्डीथान भन्ने होइन चट्ट यो के भन्छ अरे भीमसेन थापाको मूर्ति छ क्या यता साइडमा होइन। घुम्न आउनु चाहनुहुन्छ भने चट्ट आउँदा नि हुन्छ है चट्ट लाएर। हामी चाहिँ फाइनली डाँडा पुग्यौँ। चट्ट सबैले आफ्नो काम गर्दैछ। यता विपिन दाई चाहिँ किमा के अरे बेल्दै हुनुहुन्छ यसो पिठो बेल्दै, यता सबै आफ्नो काम गर्दैछ। यता बिच दाई चाहिँ पिठो डल्लो बनाउँदैछ भने यता हाम्रो के अरे गौरव दाई रविन दाई चाहिँ पिठोमा किमा हाल्दै चट्ट मोमो बनाउँदैछ। हामीलाई चाहिँ आउँदैन त्यो गर्नु, रविन दाई र गौरव दाईले म जाने होइन। अनि विपिन दाईले चाहिँ म बेल्छु भनेको पिठो, विपिन दाईले फेरि होइन म बेल्छु भनेर विपिन दाईले बेल्नु भयो चाहिँ होइन चट्ट लाएर। अनि हाम्रो के अरे हाम्रो खेताङ भान्जा चाहिँ हेर्दैछ चट्ट भुँडी फर्काएर चट्ट लाएर हाँस्दै मिठो मिठो गफ गर्दै हामी चट्ट आफ्नो काम गरिरहेको छौँ है गाइज चट्ट। अनि मोमोहरू बन्दै थियो अलिअलि बनाएर हामी पकाउनु राखिसक्यौँ। अनि चट्ट भ्यू स्यू हेर्दै हामी चट्ट बसिरहेको थियौँ। अनि एकछिनमा चट्ट फेरि मोमो नि फ्याट्टै पाकिहाल्छ एकछिनमै। सब सामान चाँडै रेडी भएकोले हामीलाई मोमो पकाउनु त टाइम लाग्दैन क्या गाइज हामीलाई होइन। चट्ट हामी चाहिँ भ्यू हेर्दा हेर्दै कति छिटो मोमो पाकिसक्छ होइन। चट्ट फेरि थाहा नभइरहेको मोमो पाकेको चट्ट मोमो पाकिसक्यो होइन। यता अनि त्यहाँ बिद्दाले चाहिँ मोमो भाक्लाउँदै हुनुहुन्छ। चट्ट भ्यू हेर्दै हामी चाहिँ डाँडामा चिल पारामा होइन मोमो चट्ट रेडी भइसक्यो होइन। अब हामी एकछिनमा चट्ट खान्छौँ पनि चट्ट लाएर हेर्नुहोस्। गाइज ल है त चट्ट लाएर रोमन सर कस्तो लागिरहेको छ मोमो? रविन दाईलाई ल विपिन दाई आजको प्रमुख अतिथि थाकाली सा विपिन दाईलाई कस्तो लागिरहेको मोमो? एकदम एकदम टक्क फन्टास्टिक। गौर दाईलाई कस्तो लागिरहेको मोमो? गौर दाई विज दाई दामी खेताङ भान्जा कस्तो के भइरहेको छ अनुभव यसो? ठिकै भयो एउटा बियर भए ठिक हुन्छ। के अन्त नि कालो खाले बियर ठान्दै यो ठिकै है तिमीलाई हो ठिक हो। हामी चाहिँ फेरि चट्ट खाँदै थियौँ होइन। अनि फेरि हामीलाई ठ्याक्कै एउटा याद आयो कि फेरि होइन यो गेम हामी टिरोतिर भाइरल भएर देखाएको थियौँ नि त। अनि हामी नि गरौँ न त आज कस्तो हुँदो रहेछ एउटा अनुभव होइन। यसो रमाइलोको लागि मात्रै हामी चाहिँ फोनको लागि गरेको थियौँ क्या। अनि रमाइलो भयो जे होइन हामीसँग आइटम धेरै थिएन तर पनि रमाइलो भयो। एकछिन हामी तक खाएपछि मात्रै आइडिया आयो त खानुभन्दा अगाडि भएको छ अझै रमाइलो हुन्थ्यो होइन। खाइभ्याउनु लागिसकेको थियौँ। अनि यो दोस्रो लटको मोमो चाहिँ अनि रमाइलो भएको थियो जे भयो नि। एकछिन यसो चट्ट दाइहरूसँग एकछिन यसो हाँसी मजाक गर्दै रमाइलो भयो होइन।
गाईजहरू ल मोमो खाइआइयो चले अब हामी त गयौँ है गाईजहरू ल है त ल चट्ट पाराले ल जाम जाम ल है त ल लाग्यो गाईजहरू गयो राइडर हो क्या राइडर हो क्या फेरि ल हाँ